यो दुईटा बुढी हजुरआवैहरू फेरि के साह्रो पग्लेको के साह्रो पग्लिरहेको पुलुक पुलुक पग्लेको पग्ले गरिरहेको छ के यो दुईटा बुढी फेरि। एउटा सुशीला कार्की भन्ने, एउटा चाहिँ नि यो सपना मर्द, एउटैबाट नाम आउँदो रहेछ, बेहोरा नि एउटै रहेछ। अनि फेरि एउटा काङ्ग्रेसकी चाहिँ नि न्यायाधीश है, एउटा चाहिँ नि एमालेको झोला बोकेकी यो सपना मल्ल, सपना हो कि के अरे, सपना मल्ल हो नि साथी। अनि त्यो काङ्ग्रेसको झोला बोकेकी त्यो सुशीला कार्की। यो दुईटा बुढीहरूको हिजो अस्तिदेखि रोइलो आइरहेको छ। ए भगवान् बुढी हो, तिमीहरू पिन्न खाने बेला अब लगभग भइसकेको छ, दुईटीको जो कपाल फुलिया छ तिमीहरूको। अब तिमीहरूको दिमागले काम गर्दैन कि, तिमीहरूको योग्यताले काम गरे पनि दिमागले काम गर्दैन। त्यहाँ तिमीहरूले उल्टा निर्णय गर्छौ क्या आजभोलि बुढीहरू। अब चाहिँ नि तिमीहरूको योग्यताले काम गर, पढे लेखेका न्यायाधीश भयो नि बेला, तिमीहरूका पार्टीले बनाए न्यायाधीश भयौ। अब तिमीहरूको समयले उमेरले दिँदैन, तिमीहरूको दिमागले दिँदैन त्यो राम्रो फैसला गर्न, त्यही भएर तिमीहरूले त्यसलाई पनि नराम्रो देखिरहेछौ बुढी हो। अब थोबुक्क बस। अब बालन छालाई रविलामी छानालाई गाली गर्दै बस्न खान्छ छैन यो सुशीला कार्कीले। अनि अर्की त्यो सपना मल्ल भने कि आफ्नो भाग खोसियो, आफ्ना पार्टीले बनाएर कोटाबाट बनेकी चाहिँ नि न्यायाधीश, उसलाई रनको छ। किनभने अब हामीले गरेका विभिन्न करतुतमा छानबिन भयो भने यिनीहरू त घोटाला गरिहान। यिनीहरू दुधले नाएर यहाँ स्वतन्त्र हिसाबले काम गर्ने यी मेयर हुँदै होइनन्। अब राम्रो मान्छे हुन्थ्यो भने यो सुशीला कार्कीले पहिला प्रधानमन्त्री हुँदाखेरि इन्टरभ्यू दिँदा बालेन त कडा छ, उसका त मान्छे कति छन्, बालेनलाई त कसैले सक्दैन। सुन्नुभयो कि नै भिडियो? म बोलेको होइन कि यही सुशीला कार्की बोजूले बोलेको। अनि चाहिँ नि अहिले आएर के भने नि, हिजो के भनेछ नि यी बुढीले थाहा छ? दिमागै छैन बालेनको पनि, रविको नि, यिनीहरूलाई नलेजै छैन, दिमागै छैन। दिमाग त यही बुढीको मात्र रहेछ, यही बुढीलाई संसार बनाएर राउदेवा हुन्थ्यो। के खान चाहिँ नि चुनाव गर्नु पर्या थियो, के खान चाहिँ नि यत्रो दुःख पाउनु पर्थ्यो युवाले। युवाको दिमाग नहुने, बुढाबुढीको फुस्किन लागेको दिमाग हुने भनेपछि यही भएर देश बिग्रेको हो क्या। नभएदेखि त 20-22 वर्षबाट चाहिँ नि माथिको युवाले काम गर्छ भने बल्ल दिमागले टिपेर काम गर्छ। अनि चाहिँ नि 60-70 वर्ष भएको चाहिँ नि हजुरआमाहरूले काम गरेर दिमागले टिप्छ कि फुस्किन्छ दिमाग। बालेन शाहको दिनदिनै मान्छेहरू थर्काउन आउँथ्यो अरे यो बुढीले। हेर, एउटा अलिकति हुन्छ नि अर्कालाई नैतिक पाठ पढाउनु भन्दा आफूले पनि हुन्छ नि कुनै बेला बोलेका कुरा होला नि, कतिपय कुराहरू बोल्न नहुने कुरा होला, कतिपय कुरा बोल्दा जिउरो थुत्तिन्छ कि मेरो। अनि विचारै छैन यसरी बोल्ने मान्छे तिमीहरू बुढी हजुरआमाहरू। अनि त्यो युवाहरूलाई अम्ला नउठाओ के, भयो कि तिमीहरूको भाग गर्यौ त नि। अब मर्ने बेला आरे घाटसम्म जो तिमीहरूको न्यायाधीश अनि वकिल अदालत सर्वोच्च बोकेर जाने त होइन होला नि। अरू पनि छन् नि हाम्रो देशमा पढेका वकिलहरू, उनलाई पनि त दिन पर्यो नि पालो। जो चाहिँ नि धेरै राम्रो सक्षम छ उसले गर्ने हो क्या काम, सिस्टमसित गर्ने हो, कोटाबाट होइन बुढी हजुरआमाहरू। ओहो, जुन पनि आएको छ मफै जान्ने छ भनेको छ, जुन पनि आएको छ देश आजसम्म जान्ने भए उमेरले यत्रो। यो सपना मल्ल त 10 वर्ष चाहिँ नि खाइसकेकी हो कि न्यायाधीश, किन देश बिग्रो? कति हजार 16-17 हजार त सर्वोच्चमा छन् अरे चाहिँ नि केसहरू, के खान फैसला नगरिदिएको सपना मल्ल बुढी हजुरआमै फुले बुढी। इज्जत गर्ने लायकको कुरा र काम गरे पो इज्जत गर्ने। अब वकिल जतिलाई उचालेर बाटा आउनेहरूलाई हेरौँ त, हामी अहिलेको युवा हो, तिमीहरूभन्दा हामी सानै जो छौँ, तिमीहरूका छोराछोरीका हिसाबकै हो हामी। अब चाहिँ नि बालन सरकारलाई काम गर्न नदिनेलाई नि बालनका समर्थक उठेर हेराइ साथी हो, सबै रोड जाम गरेर नि यिनी कहाँबाट आएर चाहिँ नि यिनीहरूले आन्दोलन गर्दा रहेछ नि, यिनलाई लखेट्न पर्छ। बालनको सरकार विरोधीलाई लखेट्न तयार भयो। हामी पनि के कम, देश बनाउन यति मिहिनेत गरेपछि अब देश बन्छ, बनाउने हो। अब यी दिमाग चाका भएका यी न्यायाधीश बुढीहरू हजुरआमाहरू अनि चाहिँ नि यो रोडमा आउने चाहिँ नि जो अर्काले मच्चाएर रोडमा आउनेलाई लखेटेर बालन सरकारलाई काम दिन साथ दिनुपर्छ है साथी हो। यत्रो वर्षमा परिवर्तन आछ, अब देश बन्छ, देश गइसकेको छ, सिस्टममा बाटो पाइलो चालिसकेको छ भने यी लुटेर खानेहरूको निध हराम भएको छ। त्यही भएर यो उफ्रिरहेका उनी यी दिमाग फुस्केका बुढीहरू यो उफ्रिरहेछन्। त्यसो हुँदाखेरि जय नेपाल, बालन सरकार जिन्दाबाद। जसले जेसुकी भनौस्, हेरेको तिमीहरूको पनि हामीले 35 वर्षसम्म हेरेको, लुट्ने ठाम र अनि चोर्ने ठाम जति बाँकी राखेनौ। अझै बात गर्थ्यौ ठुल्ठुला बात